आज चाहिँ म बुङ्गुरको अचार बनाउन जाऊ साथीहरू, मेरा दाइको लागि पठाऊ। परदेशमा हौ दाइ, त्यही भएर चट्टसँग काटु, मरमसला ठिका पारू, अदुवा लसुन चर्र भुटु, त्यहाँदेखि यहाँ मनी प्लान्ट हल्का देखाऊ, त्यहाँदेखि पछाडिबाट चाहिँ अलिकति हल्का क्लिप लिऊ, अगाडिबाट स्ट्यान्ड नहो मोबाइल राख्ने, त्यही भएर चर्रसँगले यहाँ मसलाहरू सबै ढालु, अनि फेरि तिल ढालु। कालो चाहिँ देख्नुभएको गाइस, यो चाहिँ तिल हो। यहाँदेखि मासु पनि ढालु, ढालेर हल्का भाँडामा सेलाऊ, भाँडामा सेलाएर हल्का यहाँ बयममा भडाऊ। दाइले मिठो गरेर खाऊ भनेर पकाऊ, त्यहाँदेखि यहाँ मजाले बयममा हालु। कस्तो मिठो भयो साथीहरू, मजा मिठो हो। यहाँ अब मेरो आमाले छोराको लागि भनेर पेकिङ गरौँ साथीहरू।